हेलो गाइज, म चाहिँ फेरि पनि हजुरको लागि न्यू भिडियो लिएर आएको छु होइन। हेर्न सक्नुहुनेछ म चाहिँ आर्क टाइल्स एन्ड ग्रेनाइट फिटिङको तर्फबाट बोल्दैछु, बिटामर झापाबाट होइन। हेर्न सक्नुहुन्छ आज चाहिँ मैले यो तपाईँहरूको लागि किचनको वालको भिडियो लिएर आएको छु गाइज। हेर्न सक्नुहुनेछ किचनको वालमा म चाहिँ 12-18को टाइल्स लगाउन गइरहेको छु। नर्मल टाइल्स लगेको छ यो चाहिँ गाइज होइन। त्यसै गरी यो भिडियोलाई लाइक फलो सेयर गर्न नबिर्सनु गाइज। हजुरहरूको लागि म न्यू भिडियोहरू ल्याउने छु, हेर्न सक्नुहुनेछ। र तपाईँहरूले पनि यस्तै किचनमा टाइल्स लगाउन चाहनुहुन्छ भने बिटामनमा रहेको आर्क टाइल्स एन्ड ग्रेनाइट फिटिङलाई सम्झन सक्नुहुनेछ, हेर्न सक्नुहुनेछ गाइज। अब के गर्ने गाइज, लाउनै पर्छ, काम गर्नै पर्छ होइन। अब काम गरेर गरी खानु पर्यो होइन गाइज। हेर्न सक्नुहुनेछ अब होटल लाउने नि भन्दा पनि उसको छोरी सँगैको मेरो छोरी बाँचेको भए हुन्थ्यो। अमेरिका पुग्यो होइन। अनि एउटा छोरो छ, छोरी एउटा छ, अमेरिका पढ्दैछ। मेरो पनि त्यस्तै हुन्छ। अब यस्तै छ। स्टार्ट मैले काम गर्थेँ कि त्यहाँ मैले साइड गरिनँ उसको दोकानमा, उसको दाइको दोकानमा होइन काम गर्थेँ। 88 किलोको 85 किलोको आलुको बोरा, प्याजको बोरा बोकेको मैले। त्यो पनि पाटाको बोरामा, पाटाको बोरामा, गाडीको बोरामा, प्लास्टिकको हुन्थेन त्यतिखेर। थियो होला, भेटायो होला। गाडीको बोरा त्यस्तो काम बोकेको मैले। गाह्रो छ केटा, गाह्रो छ। अहिलेको त मान्छे त्यस्तो काम गर्ने मान्छे छोराहरू सबै विदेश, पाहाडमा छैन त मान्छे। पाहाडमा कि झापा जिल्लामा पनि मान्छे नै छैन। सब विदेश गयो, काम गऱ्यो, कामले काम लगायो। केटा हो जमाना काम कामको उसलाई खडा होला मागिए साले लाखा पल्ट गएको थियो। यो पुटाले गर्दा राम्रो हुन्छ। भन्दा ओके छ त। Oh. कति बेला